आदरणीय दर्शक महानुभावहरू, आज म तपाईहरुलाई गुरुदेवप्रतिको भक्तिभाव वाचन सहित वास्तुको बारेमा छोटो जानकारी गराउनेछु। स्वीकार्नुहोला। हरि ओम। जय श्री गुरुवे नमः। हरि ओम। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरुर् साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। अखण्ड मण्डलाकारं व्याप्तं येन चराचरं तत्त्वं दर्शितमेव गुरुवे नमः। हाम्रा सम्पूर्ण गुरुदेवहरूप्रति नमन तथा सम्पूर्णमा सम्मान र स्वागत छ। जय गुरुदेव, जय माता। आदरणीय श्रोताहरू, हामीले निवास निर्माण गर्दा, घर निर्माण गर्दा, फ्याक्ट्री कल कारखानाहरूको भवनहरू निर्माण गर्दा तत्त हिसाबले तत्त स्थानमा हामीले वास्तु मिलाउनु पर्ने हुन्छ। र यो महत्त्वपूर्ण कुरा यहाँहरूलाई भन्दैछु मैले कि निर्माण गर्ने स्थलको जमिनको ब्रह्मस्थान हामीले पत्ता लगाउनुपर्छ। ब्रह्मस्थानलाई सुरक्षित राख्नुपर्छ। ब्रह्मस्थानमा पिलर पर्नु भएन र टोयलेटहरू पर्नु भएन र सो स्थानलाई सुरक्षित खुला राखेर अरू क्षेत्रमा निर्माण कार्य अगाडि बढाउँदाखेरि राम्रो हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। यस सम्बन्धमा जानकारी चाहिएमा यहाँहरूले मलाई सम्झिन सक्नुहुन्छ। अहिले म यहाँहरूसँग बिदा चाहन्छु। हरि ओम। तत्सत्। शुभ दिन रहोस्।